सबै वडावासी दाजुभाइ दिदीबहिनीहरूमा म खैरेनी नगरपालिका वडा नम्बर 6 को वडा अध्यक्षको हैसियतले हार्दिक नमस्कार र अभिवादन गर्दछु। स्वीकार गर्नुहोस्। यसपालि हामीले दोस्रो संस्करणको रूपमा योभन्दा अगाडि पनि हामीले 1 महिना ड्राइभिङ तालिम सञ्चालन गरेका थियौं। अघिल्लो साल यो कार्यक्रमको मर्म र गहिराई भित्र 90% म सन्तुष्ट थिएँ। यसपालि चाहिँ मैले त्यो सन्तुष्टि थोरै मात्र गर्न पाएको छु। यो कार्यक्रमको मर्म र गहिराई जे थियो त्यो अनुसारको प्रशिक्षार्थीहरू उपलब्ध हुनु भएन। जसले हाल्नुभयो विपन्नलाई सूचना गरियो, जसले हाल्नुभयो उहाँ छनौट हुनुभयो। 1-2 जना अटाएको थिएन। हामीले प्रयास गरेर सबैलाई समेट्ने प्रयास गरेका थियौँ। मेरै टोल सुधारमा मलाई अलि बढी जानकारी भएको ठाउँमा एकजना अघिल्लो साल बुवा बित्नु भएको, आमालाई मुटुको अपरेसन गर्दा 7 लाख खर्च लागेको, भर्खरै विदेश गएर कम्पनीमा आगलागी भएर 1 महिनामा घर फर्केको अत्यन्त विपन्नलाई मैले सूचना गरेका थिएँ। अनि अर्को हजुरबाबुआमा कोही पनि नभएको टुर हो के, उसलाई मैले सूचना गरेका थिएँ, बाबु आइज यो तालिम तिमीहरूको लागि हो भनेर। ऊ पनि यहाँ आउन सकेन के, दुवैजना आउन सकेन। हैन, विपन्नको आफ्नै कथा त्यथा हुँदो रहेछ। अनि यो कार्यक्रमको प्रासङ्गिकतामाथि नै प्रश्न मेरो मनमा उठिरहेको छ। अब यसले निरन्तरता पाउने कुरामा आगामी दिनमा विपन्नका आफ्नै किसिमका समस्याहरू हल गर्ने प्रयास गऱ्यो। यहाँ अर्कै समस्या हुने अनि कुनै कार्यक्रमहरू, तालिम कार्यक्रमहरू सञ्चालन, देशभित्रै रोजगारी सिर्जना हुने कुराको सुनिश्चितताको लागि यो कार्यक्रम गरिएको हो। त्यसको लागि यहाँहरूले आफ्नो तर्फबाट मनदेखि नै यो कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्नुहुनेछ भन्दै उपस्थित सबैलाई धन्यवाद प्रकट गर्दै यो सिप सिकेर आफ्नो सिप आर्जन गरेर देशभित्रै रोजगारीको लागि जुन वातावरण सिर्जना गरिनु खोजिएको छ त्यसलाई सबैले सघाउ पुर्याउनको लागि आग्रह गर्दै म यहाँहरूलाई 1 महिनासम्म यो तालिमप्रति दत्तचित्त भएर सहभागी भइदिनु हुनेछ भन्दै यो यहाँहरू सबै उपस्थित अतिथिज्यूहरू, यो आरम्भ पोलिटेक्निकका जो प्राविधिक सहयोग गर्नुभएको छ उहाँहरू, कार्यक्रम सञ्चालक, मेलमिलाप संयोजक लगायत सबैलाई धन्यवाद प्रकट गर्दै यो कार्यक्रम समुद्घाटन कार्यक्रमको उद्घाटन सत्र समाप्त भएर अब फेरि तपाईँहरूसँग, प्रशिक्षार्थीहरूसँग प्राविधिक सहयोग गर्ने टिमको चाहिँ यो कार्यक्रमलाई कसरी व्यवस्थित गर्ने भन्ने सरसल्लाह अब त्यसपछि हुन्छ। त्यसको लागि म शुभकामना दिँदै यो कार्यक्रम यहीँ समापन भएको घोषणा गर्दछु। धन्यवाद, नमस्कार।